हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो यो साइन्स एक्जिबिसनको लागि प्रोग्राम हुँदैछ, देख्न सक्नुहुन्छ। यता यहाँ चाहिँ साथी र म मात्रै छ अहिले। यता अब यो पछि चाहिँ अब यहाँ भव्य साथ प्रोग्राम हुँदैछ, देख्न सक्नुहुन्छ। यति नै, अब सिधै अहिले A few moments later. न चाहिँ भन ओए ओए भन्नी भने के भन्ने र भयो भयो लाइन पछाडि नहुन सर भन्नु पर्यो नि सर हो के कतिजना सब्जेक्ट 221 मैले भर्खर सुरु गरेँ हो नि सर। राम्रो राम्रो ल यो चाहिँ घुम्न आँटेको छ। हाम्रो साथीले यो बनाएको छ होइन। अब यहाँ केही भनिदिनु पर्यो। यो चाहिँ होइन हाम्रो के भने यो चाहिँ अब सोलर सिस्टमको एउटा मोडल हो। यहाँ चाहिँ घुमाएर देखाउनु पर्यो, बिस्तारै घुमाउने सिस्टम लगाएको छ। अब यो अन भयो भने बिस्तारै किनभने अब 24 आवर्स घुमिरहेको छ होइन। यही हो। देखाउनु पर्यो यो सबै। ब्याट्री युज नगरिकन आफै बलियो हो के इलेक्ट्रिसिटी आफै जेनेरेट हुन्छ खै केटाहरू त तिमीले यति गरेपछि नेपालको लागि पछि गएर के गर्न सक्छ कि सक्दैन? ल ल ल मलाई देखाउनु ठाउँ छैन क्या। एनर्जी हो यो चाहिँ प्रोसेस यहाँबाट हेरे यहाँनिर होइन। यो चाहिँ हाम्रो यो चाहिँ निकोला टेस्लाले पत्ता लगाएको हो। अनि यो चाहिँ अब बत्ती बल्छ अरे, वायर नछुइकन हेरे बत्ती बल्यो देख्यो यत्रो वाले हो। यो चाहिँ अब हेरे यहाँ वायर छुइएको त छैन नि त। यस हो यो वायर वाट इज द मेन रिजन अफ दिस थिङ? यहाँ चाहिँ आज साइन्स के अरे एक्जिबिसन हुँदैछ, साइन्स प्रोग्राम छ। यहाँ अब हामी रोबोट हेर्न जाँदैछौँ। जम गेम खेल्दैछु म मोडेल पनि सर एक दुई शब्द भनिदिनु त सर भिडियोमा। राम्रो छ भाइ बहिनीहरूको प्रयास अझ राम्रो गर्नु। यतिको सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू लाइनमा बसेर हेरिराख्नु भएको छ। के देखाउनु के भन्नु पर्यो बहिनी? यो यसको बारेमा अर्ग्यानिक फार्मिङ मोडल छ है। अर्ग्यानिक फार्मिङ मोडल भने चाहिँ अब हामीले आफै घरतिरबाट बनाएर है यो अब खेतीपाती गर्नलाई भन्छ। अनि त्यो अब अर्ग्यानिक फार्मिङ मोडल भन्ने बित्तिकै चाहिँ हामीले कुनै केमिकल फर्टिलाइजर युज नगरेर गरेको फार्मिङ हो। जस्तै हामीले नेचुरल फर्टिलाइजरहरू मात्रै युज गरेर गर्ने फार्मिङलाई चाहिँ अर्ग्यानिक फार्मिङ भनिन्छ। जस्तै सोइल प्लस अर्थ, जस्तै कम्पोस्ट म्यान्युर अनि काउ डङ अनि यस्तो अनि प्लान्ट वेस्टहरूको युज गरेर चाहिँ हामीले अर्ग्यानिक फार्मिङ गर्न सक्छौँ। भाइ यसको बारेमा एक्सप्लेन गर्नु पर्यो। यो चाहिँ डाँडामा हुने चिज हो क्या। यो अब तपाईँको घर बिजुली छैन भने बिजुली उत्पादन गर्नको लागि हो क्या। यहाँनिर चाहिँ एउटा होइन जेनेरेटरमा चाहिँ म्याग्नेट घुम्दाखेरि एउटा कपनको तारमा यसरी इलेक्ट्रोन फ्लो हुन्छ, त्यसले गरेर बिजुली उत्पन्न हुन्छ क्या। कोही देखाउनु पर्यो नि यसको चाहिँ अहिले 400 त्यो बत्ती कोही बत्ती बलेन के काम पारेको एक्सप्लेन गर्नु पर्यो यसको बारेमा। यसको नाम चाहिँ ब्राउन अनि यसको नाम चाहिँ सियर्स, यसको नाम चाहिँ लिज। यो दुईटामा चाहिँ ब्याकबोन हुँदैन अनि यसमा चाहिँ ब्याकबोन हुन्छ। यो चाहिँ स्टार पिस हो। यो दुईटै भर्टिब्रेटमा पर्छ। यो स्टार पिसको 2-1 मिल्क भएर यो स्टोनमा जेली फिसको यो लिजको कारणले यो हामीलाई करेन्टमा लाग्दैन। यो ओसियानमा मात्रै पाइन्छ। फिस हो, यो चाहिँ च्यानो फिस हो। यिनीहरू
इन्भर्टिब्रेटमा पर्छ यो चाहिँ एकदम सर्ट यसको चाहिँ एकदम सर्ट बडी हुन्छ अनि त्यही भएर यसलाई इन्भर्टिब्रेट भनिन्छ यो चाहिँ ब्याटी फम्पिन यो चाहिँ वाटर र स्याल्ट मिसा हुन्छ अनि यहाँ चाहिँ यसरी माथि आउँछ करेन्ट र पानी मिसायो भने यसरी माथि यो चाहिँ पेरिस्कोप हो होइन यो चाहिँ उनीहरूले बङ्करबाट बाहिर मान्छेहरूलाई हेर्नको लागि हो त्यो युज गर्छ यो चाहिँ यस्तो एल सेपमा भए पनि यो चाहिँ जेड सेपमा भए पनि यो सिधा हुन्छ यहाँबाट हेर्दा देख्न सक्नुहुन्छ यो पानी र स्याल्ट मिसा यो चाहिँ के गर्ने भन्नु पर्यो भिडियोमा खोइ यहाँको मान्छे 20 सेकेन्डमा 5 वटा यहाँबाट यहाँ हाल्नुपर्छ सफिस्टिक खोइ एकचोटि हालेर देखाउनु पर्यो हालेर देखाइदिए रे म हालेर देखाइदिन्छु हालेर देखाइदिन्छु म हालिहाल्छु नि यहाँ भाइले देखा कसरी गर्छ कस्तो काम छैन नेपालको झन्डा जिन्दाबाद गरेर यस्तो बोल हामी छ यहाँ भनौँ हामी छ ओहो पेन्डर भाइ के को लागि हो यो स्ट्रबेरीको लागि स्ट्रबेरी यु नो स्ट्रबेरी तपाईँले गर्दाखेरि बिजुली उत्पन्न भएर तपाईँलाई फाइदा हुन्छ क्या टक इन इङ्ग्लिस एक्सप्लेन विथ डन नो नेपाली नेपालीबाट तपाईँ घर यो डाँडा हाल्दै गरेको बरु यस्तो रोनाल्डो बनाउनु पऱ्यो भने मिस मुखमै गर्न गाइस हाम्रो चाहिँ यहाँ साइन्स एक्जिबिसन हुँदैछ होइन यता सब मान्छेहरू देख्न सक्नुहुन्छ यतातिर सब मान्छेहरू छ यो चाहिँ अब सकिन लागिसक्यो मेरो त्यहाँ चाची त्यही भएर लास्ट बनाउँदैछु म भिडियो अब यो पछि चाहिँ के हुन्छ थाहा हुँदैन सो अलराइट गाइस अब चाहिँ मैले भ्लग बनाउँदैछु होइन कुमार यतापट्टि छ जस्ट अब मलाई हाम्रो चाहिँ यहाँ साइन्स एक्जिबिसन हुँदैछ खत्रै यहाँ सकिन लागिसक्यो अब के भन्नु अब त यहाँ सबै देखाउँ ल यस्तो यस्तो भइसक्यो यहाँ छ एउटा हाम्रो साथी जस्तो उहाँले यो बनाउनु भएको छ ल बहिनीहरू ल के हो यो यसो प्रोसेसहरू सम्झाउनु न के भनेको यो भने के हो असफल रहनु भएको छ हाम्रो सौरभ सर यस्पी सर